एकदमै दाइसँग हामी एकदम नयाँ प्रोजेक्ट गर्नलाई जोडिएको छौँ होइन एकदम एक्साइटेड छौँ हामी एकदमै एक्साइटेड छौँ हामी एकदमै यता पनि खिचौँ यता हुनुहुन्छ ब्युटिफुल मेकअप आर्टिस्ट होइन मेरो भाउजूको हाम्रो बिहानको ब्रेकफास्ट है यो चाहिँ गुन्डु घ्याम्पे डाँडा अरे त्यो चाहिँ होइन यताबाट कहाँ घ्याम्पे डाँडा अरे होइन गुन्डुमा हामी सुटिङ स्पोट होइन आइसकेको छौँ हामी सुटिङ गर्न हामी आइसकेको छौँ आज रमाइलो ठाउँ नाङ्गे डाँडा हाम्रो सिङ्गर हाम्रो ब्युटिसियनहरू हुनुहुन्छ है हाम्रो चिकन दाई हाम्रो क्यामेराम्यान त मेकअप गर्दै हुनुहुन्छ अरे राम्रै हुनुभएको अरे गायिकाज्यू हजुर ल बेस्ट सरलाई एकदम राम्रो धन्यवाद यताबाट पनि अर्को सुटिङ आइरहेको रहेछ ठ्याक्कै जस्तो लागिरहेको छ मलाई त्यहाँनिर स्पिकर राख्नु लागेको क्या हो स्पिकर चाहिँ के राख्नु लागेको छ ठ्याक्कै एक बस आएर सर हेर्नु त यहाँ सरप्राइज छ भन्दा के सरप्राइज तिमीसँग कहाँबाट पुगेर भिडियो दिँदा ब्ल्याक हुन्छ नि त कसरी खिच्नु थाहा नहुनेछ कि प्राइभेट क्लासको त्यतिले हान्ने हो नि लोकेश दाइले बन्दीमा ढुङ्गा ल्याउ त खै म टाउकोमा हान्छु भने उता आँसु आइरहेछ मैले सबै टिकटकबाट सिनेमेटिक म्युजिक भिडियो पनि पहिलो आर्टिस्टको रूपमा पनि काम पहिलो
Let's go to have some meal. नगाउने कस्तो ल केटीलाई हेरेर आउनु नगाउने हो म लगाउने त्यही त मैले गाडी कहीँ चल्दैन यत्रो गाडी 15 20 बिट भइसक्यो किन चल्छ मलाई भिडियो खेलाउनु पर्यो नि चल्छ केटीलाई हेरेर सबै भन्ने अब मसँग काम गर्नु भयो नि त अब चल्छ मजाले चल्छ हाम्रो चेतन दासँग पनि काम गर्यो चिराउनेको पुल्छ कि दिनु न दाइको एउटा हुन्छ हैन यहाँ घाटीको चिराउनेको पुल्छ कि दाइ कस्तो हेर्छ घाटीको चिराउनेको पुल्छ ल आजको हाम्रो सुटिङ सकेको छ एकदमै है ल सबै हाम्रो टिम आजको सुटिङको टिम हाम्रो एकदमै रमाइलोसँग बित्यो यो हाम्रो गुन्डु भन्ने अत्यन्तै फेमस ठाउँ पछिसम्म एकदमै फेमस ठाउँ गुन्डु हैन हाम्रो यता सबै क्यामेराम्यान प्लस हाम्रो साउ चिन्ने यता हाम्रो भाउजू यता हाम्रो गायिकाज्यू यता हाम्रो चेतन दाई यता हाम्रो एकदम सपोर्टर ब्रदर एकदमै ठिक छ रमाइलो भएको एकदमै आजको एकदमै राम्रोसँग हाम्रो यो सुटिङको कार्यक्रम सम्पन्न भयो सो एकदमै राम्रो भएको छ एकदमै सबैलाई धेरै धन्यवाद यो राम्रो होस् सबैले आफ्नो ठाउँमा सपोर्ट गरौँ हैन त्यही हो एकदम रमाइलो भएको छ अब चाँडै नै हामी कति लाग्छ अब टाइम केही दिनमा हामी ल्याउँछौँ यो एकदमै मिठो बनाएको छ गीत सँगसँगै म्युजिक भिडियो पनि अझै राम्रो त्यसमा सुनमा सुगन्ध हुन्छ भन्ने अपेक्षा राखेको छ हामीले है उहाँहरूले अभिनय गर्नुभएको जान्न जान्ने हामीले गरेका छौँ अब त्यही हो दर्शक